हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग युट्युब च्यानल मिथुन आले। र साउदीमा यदि राम्रो केटीहरू देख्न पाउँदा त ओहो गर्लफ्रेन्डकै याद आउने। अनि साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि सन्चै छु। र आजको मिनी ब्लगमा म आज मार्केटिङ गरेको तपाईँहरूलाई देखाउन गइरहेको छु। मेरो भोलि छुट्टी हो, त्यही भएर आज म मार्केटिङ गरेर केही सामान लिएर गएर पकाउनु पर्छ। र यो मेरो साथी हो दिपु, जुन चाहिँ मसँग काम गर्छ। सो लेट्स स्टार्ट मार्केटिङ साथीहरू। सुरुमा किन्नुपर्ने हुन्छ नुन, र म खोज्दै गएँ नुन कहाँ रहेछ भनेर फाइनली मैले नुन भेट्टाएँ। ओहो, यत्रो ठुलो मार्केटमा बल्ल नुन भेट्टाएर म त धेरै खुसी भएर नुन भेट्टाएपछि म तरकारी किन्न गएँ। र तरकारी किन्न जान लागेको त अगाडि नै काँक्रो कति सस्तो देखेँ र मैले अब यताउता यही नसोचिकन यति सस्तो पाएको बेलामा भनेर ड्याङ छान्दै नछानिकन ल हाल्दै भनेर एक हप्तालाई पुग्ने तरकारीले 1 किलो काँक्रो किनेर काँक्रो किनेपछि यसो उता गएको त ल टमाटर पनि कति सस्तो रहेछ भनेर त्यसपछि मैले टमाटर पनि लिनु पर्ला भनेर 1 किलो टमाटर पनि हालेँ। अनि टमाटर चाहिँ अलि साह्रो हाल्नुपर्छ, किनकि अब त्यो फ्रिजमा राख्दा त फेरि ओइलाउँछ नि त, अलिकति गल्छ भनेर। त्यसपछि यता सकेर म अलिकति उता गएको त प्याज पनि कति सस्तो रहेछ भनेर म त धेरै खुसी भएँ झन्। अनि मैले त क्यामेरा भाइलाई ओहो कति सस्तो रहेछ है भनेर भनेको त फेरि त्यसले नेपाली बुझ्दैन है। अनि त्यसपछि मैले फेरि कितना सस्ता है बन्धुभाइ भनेर खुसी हुँदै फेरि खुर्सानी किन्नतिर लागेँ। र खुर्सानी यसो हेरेको त आमामामा 11 भनेको त 16 रुपियाँ किलो पो रहेछ त। त्यसपछि जेसुकै होस्, अब खुर्सानी भनेको त खुर्सानी हो नि त, खानुपर्छ जति महँगो भए पनि होइन। हाम्रो नेपालीहरूको अब नेपाली मात्रै होइन, सबैले खान्छ आजकल, पिरो मन पराउँछ। तर हामीले चाहिँ धेरै नै खान्छ, भातसँग पनि खुर्सानी, तरकारी पनि खुर्सानी है। खुर्सानी किनेर भएपछि त्यसपछि म धनियाँ हेरेर गएको, धनियाँ पनि राम्रो लागेन। धनियाँ राम्रो लागेपछि म यता पोक्चे किन्न आएँ। अब अघि त काँक्रो लिइहाल्यो, अब काँक्रोसँग मिसाउन त चाहियो सलाद भनेर, अब सबै कम्प्लिट त बनाउनु पऱ्यो सलाद भनेर। त्यसपछि यो पोक्चे लिएँ एउटा, अनि पोक्चे लिएर यसो हेरेको त ल यो पोक्चेले मात्र हुँदैन, अब गाजरले पनि त हाल्नु पऱ्यो, गाजर पनि हाल्नु पऱ्यो भनेर त्यसपछि गाजर पनि थोरै गाजर पनि लिएर त्यसपछि म यसो घुम्दै यसो हेरेको त फलफुलहरू पनि पुरै आज त पुरै अफरमा चलिरहेको रहेछ त। त्यसपछि त यताउता नहेरिकन ल अफरमा पाएको बेला हाल सेरे भनेर ड्याङ लगाएर 1.5 किलो जति मैले स्याउ पनि लिएर अब लगभग सकियो फलफुल भेजिटेबल सबै, अब तरकारी सरकारी किनेर अनि मैले काउन्टरमा गएर बन्धुभाइ सबैलाई